दुईवटा जानकारी ध्यानाकर्षण गराउन चाहन्छु। एउटा, सङ्घीय संसद सचिवालय प्रतिनिधि सभाले सबै प्रतिनिधि सभाका मान्य सदस्यहरूलाई अभिमुखीकरण तालिमको लागि तयारी गरिरहेको छ। छिट्टै यसको सूचना सार्वजनिक हुनेछ। मान्य सदस्यहरूले साथमा लिनुभएको नियमावली 2079 हामी 2083 लाई अहिले संशोधनको अवस्थामा छ। मान्य सदस्यहरू, नियमावलीको नियम 20 को खण्ड क देखि खण्ड ट सम्म मान्य सदस्यहरूको ध्यानाकर्षण गराउन चाहन्छु। मान्य सदस्य, के विषय थियो? के नियमावली? कुन नियमावलीको कुन नियमावली मान्य सदस्य? मान्य सदस्य, मेरो ध्यानाकर्षण भएर सचिवालयमा मैले कुरा राखिसकेको छु। बस्नुहोस्। मेरो ध्यानाकर्षण भएको छ, सचिवालयमा कुरा राखिसकेको छु। मान्य सदस्य, मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन। के समय हो? आकस्मिक समय हो कि शून्य समय हो कि विशेष समय हो कि होइन? मान्य सदस्यले समय माग्दाखेरि मैले दिनुपर्ने समय म दिन्छु। अहिले बस्नुहोस्। के विषयमा आकस्मिक समय? मान्य सदस्य, मन्त्री परिषदको पूर्ण मान्य सदस्य, मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन। मन्त्री परिषदको पूर्णता तुरुन्त गरियोस्। प्रधानमन्त्रीज्यूले नै 4-5 वटा मन्त्रालय बोकेर उहाँ राज्य व्यवस्था समितिमा पनि आउन सक्नुहुन्न, यहाँ पनि आउन सक्नुहुन्न। त्यसो भएको कारणले गर्दाखेरि म के भन्न चाहन्छु भने प्रधानमन्त्री मान्य सदस्य, प्रधानमन्त्रीलाई प्रश्न सोध्यो भन्ने हिसाबले यहाँले जुवारी जुन खेलिराख्नु भएको छ यो नियम मुताबिक छैन, संसदको तपाईँको चाहिँ के अरे भावना मुताबिक हुँदैन। म यो भन्न चाहन्छु र यो बोल्ने कुराहरूमा पनि तपाईँको चाहिँ हामीलाई अत्यन्तै सीमित पारिएको छ। यहाँ सत्ता पक्षको साथीहरूले बोलिरहनु पर्ने आवश्यक हुँदैन। त्यति सत्ताले त काम गर्ने हो, प्रतिपक्षको चाहिँ तपाईँको चाहिँ प्रश्नहरू राख्ने पर्याप्त समय पनि छैन। जहिले पनि तपाईँको चाहिँ के अरे होइन हामीलाई 1 मिनटमा सक्नुपर्ने, 2 मिनटमा सक्नुपर्ने भन्ने बाध्यता छ। र अर्को कुरा म ध्यानाकर्षण के पनि गराउन चाहन्छु भने सभामुख महोदयलाई, यो कुर्सीहरू खाली छ, आधीभन्दा धेरै कुर्सी खाली छ। यसरी तपाईँको अनुपस्थित हुने सांसदहरूलाई के कारवाही गर्नुपर्ने हो त्यो अनुसारको कारवाही गर्नुहोस्। यहाँ हामी चाहिँ आधा दिनभरि बसिराख्नुपर्ने, अरू चाहिँ नबस्दा पनि हुने भनेदेखि हामी पनि तपाईँको चाहिँ यहाँ बसिराख्न होइन उचित ठान्दिनँ। म पनि त एउटा दलको नेता हुँ, म पनि अहिले लागेँ, किनभने यो लाइन सबै खाली छ, नआउनु पर्ने नबस्नु पर्ने रहेछ। तपाईँले जे गर्नुपर्ने गर्नु होला। शुभ दिन। मान्य सदस्यहरू,